हेलो मेरो युट्युब फ्रेन्डहरूलाई हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। मेरो च्यानलको नाम हो नेपाली मिक्स किचन, जुन हजुरहरूलाई थाहा छ। आज चाहिँ मलाई धेरै धेरै अनि सजिलो तरिकाले बनाउने खाजा मन लाग्यो। अनि त्यसपछि घरमा मैले आटा अनि दुध थियो, दुध लिएँ, आटा थियो, आटा लिएँ। त्यसपछि आटालाई राम्रोसँग मैले मुछेँ अनि मुछेर राखिदिएँ। अनि त्यसपछि दुधलाई मजाले उमालेँ अनि दुधलाई उमालेर अनि आटालाई रोटीको आकार दिएर अनि बिचमा यसलाई चाउमिन जस्तो तरिकाले काटेँ, लामो लामो आकारले काटेँ। अनि त्यसपछि नटासोस् भनेर त्यो माथि थोडा अलिअलि त्यसको माथिबाट आटा छर्किदिएँ होइन। अनि त्यसपछि दुध उम्लेपछि मैले ड्राई फ्रुटहरू हालेँ अनि मसँग कन्डेन्स मिल्क थियो, कन्डेन्स मिल्क पनि हालेँ। अनि त्यसपछि यसलाई मजाले उमालेँ। अनि त्यसपछि मजाले उमालेर अनि राम्रोसँग पाकेपछि त्यसलाई चाहिँ मैले खाएँ। अनि यो चाहिँ अलिकता हेल्दी पनि अनि अलिकता सजिलो पनि भएको कारणले चाहिँ मैले यो आज खाजा बनाएँ। हजुरहरूले पनि बनाएर खान सक्नुहुन्छ। अनि यसमा चाहिँ हजुरहरूले चिनी हालेर खान सक्नुहुन्छ। मैले चाहिँ कन्डेन्स मिल्कमा अलिकति चिनी भएको कारणले चिनी हालिनँ। हजुरहरूले चिनी हालेर खान सक्नुहुन्छ। अनि हुन्छ, बाई बाई।